दर्शकबिन असोजको 9 गते अर्को एउटा सिनेमा थपिएको छ। सिनेमाको नाम रहेको छ हन्टर र जीवन सिंहको लेखन तथा निर्देशनमा तयार भएको हन्टर सिनेमा, जसलाई आज एउटा पोस्टर रिलिज गर्दै असोजको 9 गते रिलिज गर्ने घोषणा गरिएको छ। तपाईलाई जानकारी गराउँ, ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा फिल्मका दुई मुख्य पात्रहरू अरुण छेत्री र प्रकाश शाहलाई आम्ने सामने भएको देख्न सकिन्छ। प्रकाश शाहको आँखामा देखिने तितो आक्रोश र अरुण छेत्रीको अनुहारमा झल्कने प्रतिशोधले यो सिनेमाबीच दुई पात्रको कडा टक्कर रहेको बुझ्न सकिन्छ। तपाईलाई म जानकारी गराउँ, यो फिल्म जुन रहेको छ, यो सिनेमा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएको लेखक निर्देशकले बताएका छन्। दर्शक तपाईलाई जानकारी गरौँ, ममता सिंह गोविन्दराज र राज ए भट्ट निर्माता रहेको फिल्मका सह-निर्माता मनिष चन्द्र, युना साई, सन्तोष आसना पाल रहेका छन्। दर्शक फिल्मको कार्यकारी निर्माता रोयल भीमसेन समेत रहेका छन्। फिल्ममा अरुण, प्रकाश र सुप्रज्ञा अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा, लालबहादुर थापाको अभिनय रहेको छ। यो सिनेमा असोजको 9 गतेबाट आउँदैछ। सिनेमा हन्टरलाई धेरै धेरै शुभकामना छ।